को बॉक्स डांग धमाका भारी हो गया कैमरा। Oh no! Now I'm feeling this. Hey everyone, welcome back again to my channel. आजको vlog हुनेवाला छ हाम्रो सबभन्दा धेरै स्पेशल कुराको, त्यो हो मेरो ड्रीम क्यामेरा। त्यो क्यामेरा किन्नको लागि चाहिँ म आज जाँदैछु डल्मा मलको ग्रान्ड स्टोरमा, जहाँ गएर हामी क्यामेरा पर्चेस गर्छौं, घर लिएर आउँछौं अनि त्यसको अनबक्सिङ गर्छौं। सो ओभरअल भन्नुपर्दा यो भ्लग हुनेवाला छ आज हाम्रो क्यामेराको अनबक्सिङ। ओके, सो के को वेट, लेट्स गेट स्टार्टेड, लेट्स गो। मसँग हिँड्नुवाला सबैजना, बाइ बाइ मी, ल बाइ, एकछिनमा आउँछु ल। त्यो कस्तो गर्मी हो क्या, जितेको 100 रुपैयाँले किन्न गएको छु। नाउ आई एम गोइङ अप। यो चाहिँ फर्स्ट फ्लोरमा छ ग्रान्ड स्टोर है, त्यहाँनिर गएर म सामान किन्छु। एन्ड लुक एट दैट, कति राम्रो क्या पछि। अलराइट, आई एम गोइङ टु माथि गएर सामान हेरेर लिएरै हाल्नुपर्छ ल। एन्ड यस, आई अराइभ्ड हियर ग्रान्ड स्टोरमा आइसकेँ है। म ग्रान्ड स्टोरमा आइसकेँ। नाउ वी आर इन्टरिङ इनसाइड। अब भित्र जानुपर्छ ल। मैले चाहिँ फाइनली मेरो क्यामेरा, जुन मेरो ड्रिम क्यामेरा थियो, मैले किनेँ है। एन्ड यस, क्यामेरासँग लेन्स पनि किनिसकेको छु। म सबै तपाईँहरूलाई घर गएपछि देखाउँछु। अहिले म स्टोरमै छु है। एन्ड आई एम भेरी ह्याप्पी एन्ड एक्साइटेड टु युज द क्यामेरा। मैले जहिलेसम्म क्यामेरा युज गरेकै छैन क्या, गरेकै छैन, फर्स्ट टाइमै हो। तर त्यही हो, अब सक्छु होला जस्तो लाग्छ है। सो या फाइनली मैले क्यामेरा किनेँ। म अरू अब नेसेसरी सामानहरू के चाहिन्छ, ट्रिपडहरू यस्तोहरू पनि किन्दैछु। सो म सिधा हजुरहरूलाई घरमा गएर देखाउँछु। सामानहरू लिएर हिँडिसकेँ। एन्ड हियर इट इज। आमामा यति धेरै भारी छ कि, यति धेरै भारी छ, पुरै छोड्नुहोस्। लास्ट भारी छ कि। Okay, see you in the home and we will do unboxing together. So yes, finally मैले क्यामेरा लिएर घर आइसकेँ। यहाँ छ, हेर्न सक्नुहुन्छ, ग्रान्ड स्टोरबाट मैले लिएर आइसकेँ। आउ, कति भारी हो क्या क्यामेरा। ल फ्रेन्ड्स, सोनी क्यामेरा मैले लिएर आइसकेँ। एन्ड सोनी क्यामेराको चाहिँ एउटा अलग्गै रमाइलो मजा छ, किन भन्दाखेरि अल यु नो द्याट इट्स अ भेरी पपुलर ब्रान्ड अल ओभर द वर्ल्ड हैन। अनि अर्को कुरा भनेको फेरि सोनीको क्यामेरा इज लाइक एक्सट्रिम धमाका। यो सोनी A7 IV को अनबक्सिङ गर्न जाँदैछु। एन्ड यो एकदमै दामी भिडियो बन्नेवाला छ, किनभने एकदम इन्फर्मेटिभ भिडियो हुनेवाला छ है। सबैजना लाइक, कमेन्ट, सेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। ल साथीहरू, यो कागज चाहिँ मैले एकतिर गर्ने हैन, यो एकतिर गर्ने। क्यामेरा चाहिँ यस्तो देखिन्छ है, हेर्नुस्, यो हेर्न सक्छौं। यो चाहिँ वारेन्टी छ, 1 इयरको वारेन्टी छ हैन। सो यहाँनिर चाहिँ सबभन्दा पहिला आयो हाम्रो कार्ड। एन्ड हियर इज द वारेन्टी कार्ड। यसमा हामीले अनबक्सिङ गर्दाखेरि बक्सबाट सिधा हामीले वारेन्टी कार्ड र यो सोनीको पेपर देख्यौं। अब अर्को हाम्रो छ यो USB केबल, जुन चाहिँ एकदम हाई स्पिडको डाटा ट्रान्सफर गर्ने अनि चार्जको लागि पनि भयो है। अब फेरि हाम्रो अर्को छ यो हाई क्वालिटीको स्ट्र्याप, जुन चाहिँ हाम्रो A7 IV भनेर यहाँ लेखि पनि सकेको छ हैन, यो स्ट्र्याप। यो चाहिँ हाम्रो ब्याट्री, यो क्यामेराको ब्याट्री रहेको छ। यहाँ हाम्रो रहेको छ अर्को एडाप्टर, यो चाहिँ हामीले हैन त्यो आएको पावर कटबाट चार्ज गर्दा नि भयो, न त डाइरेक्ट क्यामेरामा लगाएर डाइरेक्ट क्यामेरामै चार्ज गर्दा, मतलब क्यामेरामै चार्ज गर्दा पनि भयो। ओके, हाम्रो यो क्यामेराको बडी चाहिँ यस्तो देखिन्छ, हेर्नुस्, क्यामेराको बडी यस्तो देखिन्छ है। वाउ वाउ, आई गॉट इट। मैले लिएरै चारे क्यामेरा फाइनली मेरो घरमा। वेलकम जाओ। तर अलि हेभी चाहिँ हेभी नै छ है, यो रियली हेभी नै छ है, कस्तो हार्ड होला जस्तो छ ह्यान्डल गर्नलाई पनि। हियर यु क्यान सी यो 28 to 70 mm को लेन्स। आई थिंक दिस इज इनफ एन्ड गुड फर मी फर रिसेन्टली।
अहिले भर्खरै भन्नुपर्दाखेरि चाहिँ मलाई चाहिँ यही लेन्स चाहिँ ठिक लाग्यो किनभने एकदम ज्यादा हाई कस्टमै किन जम मारिहाल्नु होइन यो यतैबाट ठिक गर्दा मतलब यसैबाट सुरु गर्दा चाहिँ बेटरै हुन्छ जस्तो लाग्यो किनभने आई निड टु लर्न मोर अबाउट इट क्या त्यही भएर मलाई खासै छैन नि त थाहा छ अनि अब जाम हामी क्यामेरातिर यस भन्नुपर्दा चाहिँ मलाई मजा लागिरहेको छ क्या एकदम मजा आइरहेको छ क्यामेरा अनबक्सिङ गरेँ है अब मैले चाहिँ खासै भन्नुपर्दा क्यामेरा खासै युज गरेकै छैन होइन त्यही पनि म एकैचोटि मैले यो A7 IV किने है म चाहिँ एकदम एक्साइटेड र ह्याप्पी छु यस यहाँबाट मेरो जर्नी स्टार्ट हुन्छ क्यामेराको अनि म के गर्छु आई विल सो इच एन्ड एभ्रिथिङ टु यु अल गाइस हेर्न सक्नुहुन्छ दिस इज अ फुल फ्रेम क्यामेरा है लेन्स कस्तो दामी देखेको हो के स्माइल दामी क्यामेरामा चाहिँ धेरै 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 अप्सनहरू छ अनि यसको कुरा गर्नुपर्दा चाहिँ यो क्यामेराको 33 मेगापिक्सल छ यदि हामी कुरा गर्ने हो भने लाइक यो र यसको चाहिँ भिडियो क्वालिटी रेकर्डिङ चाहिँ हामीले गर्न सक्छौं 4K 60 FPS मा 10:42 मा भिडियो रेकर्ड गर्छ है यसले अनि यो क्यामेरा चाहिँ एकदमै सही र एकदम राम्रो हुनेवाला छ है भिडियोग्राफी र फोटोग्राफीको लागि मैले भनि नै सके म बार बार पनि भन्दैछु यो एकदम राम्रो छ फोटो र भिडियो बोथको लागि अनि अब यसको अर्को कुरा गर्नुपर्दा जुन हाम्रो यो फ्लिप गर्ने स्क्रिन छ नि यो हैन यसरी यस्तो दामीसँग फ्लिप हुन्छ नि त खै के भयो फ्लिप हुन्छ हैन यो हामीसँग फ्लिप क्यामेरा वी क्यान सी आवरसेल्फ हामी ब्लगर्स छौं कतै जान्छौं ट्राभलमा आफुलाई पनि हेरेर बनाउन पाइयो नि त हैन अब आफैले लागि पर्सनल लाइक पर्सनल ब्लगहरु बनाउँछ नि एक्लै हुन्छ नि त्यतिखेरको लागि बेस्ट सो आई लभ इट है मैले चाहिँ यो फ्लिप वाला क्यामेरा त्यही भएर पनि लिएको नै भनौं के है यसमा गरे हेर्ने हो भने चाहिँ यहाँनिर छ हाम्रो माइक अट्याच गर्ने अप्सन अनि अर्को हेर्ने भने चाहिँ हाम्रो यहाँ हेडफोनको अप्सन छ है सी एउटा माइक एउटा हेडफोनको अप्सन छ त्यो बाहेक यहाँ चाहिँ हाम्रो अर्को USB-C पोर्ट छ अनि अर्को चाहिँ मल्टी कलेक्टर पोर्ट छ अनि यहाँ चाहिँ C पोर्ट छ है USB-C पोर्ट छ सी अब यो बाहेक यहाँ हाम्रो अर्को छ HDMI इन पोर्ट पनि छ है फुल साइजमा सी माथि हेर्नु पर्दा चाहिँ धेरै अप्सनहरु हामीले देखिरहेको छौं हेर्नुस् ले यहाँनिर फोटो भिडियो केमा जानु छ यहाँनिर अलग अलग मोडहरु छ यो घुमाउँदै है कुन लिने हो के लिने हो अटोमा राख्ने हो या नराख्ने हो आफ्नो हिसाबले अहिले मैले चाहिँ अटोमै राख्दै छु र यो लकिङ डायलहरु पनि छ जुन चाहिँ अब हामीले सबै सेटिङ गरेर हैन ल अब यही सेटिङमा चाहिँ म लङ टर्म चलाउँछु भनेपछि यसलाई लक गरेर डायल मतलब यो डायललाई चाहिँ घुमाएर लक गर्दिने अब यहाँनिर तपाईहरुले देखिराख्नु छ अन अफ को बटन छ भिडियो रेकर्डिङको बटन पनि छ पिक्चर क्लिकको बटन पनि छ हियर यु क्यान सी यहाँ चाहिँ एकदमै धेरै कस्टम बटनहरु पनि धेरै छ जसले चाहिँ हामीलाई अझै पनि सजिलो बनाउँछ अब अर्को रहेको छ यहाँनिर चाहिँ एसडी कार्डहरु हाल्ने है हियर यु क्यान सी एन्ड यस क्यामेराको लुक सबै तपाईहरुले थाहा पाइहाल्नुभयो देखि पनि हाल्नुभयो हैन अब यसलाई साइड राखेर बाँकी अरु सामान पनि अनबक्सिङ गरौँ है ब्याट्री क्यामेराको लागि एक्स्ट्रा ब्याट्री इज मस्ट एक्स्ट्रा ब्याट्री चाहिँ हाम्रो क्यामेरामा चाहिन्छ त्यही भएर मैले एक्स्ट्रा ब्याट्री पनि किनेको छु ओइ ब्याट्री यस्तोमा प्याक भएर आएको छ मलाई कस्तो मन पर्छ यो मेमोरी कार्ड चाहियो क्यामेरामा हाल्नलाई लेक्जर प्रोफेसनलको एसडी कार्ड विथ 256 GB जसमा यसले चाहिँ रिड गर्छ 280 MBs एन्ड राइट गर्छ 205 MBs हाउ कैन आई फर्गेट दिस नोइज कन्ट्रोल गर्ने है त्यही भएर मैले एउटा यो पनि लिएको छु यो चाहिँ हाम्रो रहेको छ लार्को M2 वायरलेस ल्याभिलियर माइक्रोफोन होली ल्यान्ड को माइक्रोफोन रहेको छ अहिले चाहिँ एकदमै फेमस माइक्रोफोन भनेको चाहिँ यही नै छ हैन Here we go. यहाँ रहेको छ हाम्रो कागज पत्रहरु है जसमा लेखेको छ we are happy for you होली ल्यान्ड को and wow there are so many emote inside it wow lovely कति धेरै emote हो क्या see right now I am feeling this आलो रहेको छ माइकको यहाँ चाहिँ हामी हेर्न सक्छौं माइक खोलिसके मैले है अनि here you can see एउटा ट्रान्समिटर अनि यहाँ हेर्नु पर्दा दुईटा कनेक्टर पनि छ है एउटा छ आइफोन को लागि अनि अर्को छ टाइप सी को कनेक्टर
USB-C केबल पनि छ है। यस यो डाटा केबल। अर्को हामीले हेर्न सक्छौं USB 3.1 र USB 3.5 TRS केबल डाइरेक्ट कनेक्ट गर्नको लागि। अनि यो केबल चाहिँ हामीले चाहिँ आफ्नो क्यामेरामा रिसिभरसँग कनेक्ट गर्न सक्छौं है। अनि यहाँ हामीले हेर्न सक्छौं माइकको फोम कभर है, जसले चाहिँ हाम्रो क्लिन भोइस बनाउन हेल्प पनि गर्छ अनि डस्टहरुबाट प्रोटेक्ट पनि गर्छ, ड्यामेज हुनबाट पनि बचाउँछ। यो दुईटा हाम्रो सब ब्याक क्लिप्स जुन चाहिँ हामीले यसरी युज गरेर यसलाई अड्काउने माइकलाई छ्याप्प पारेर छ्याप्टाइदिने ब्याक क्लिप्स रहेको छ है। अनि जुन हामीले यहाँनिर नेकलेस स्टाइलमा देखिरहेको छौं एज अ नेकलेसै भनौं, यो चाहिँ हाम्रो रहेको छ M2 नेकलेस सिलिकन केस है त। यो चाहिँ सिलिकन केसमा छ M2 नेकलेस। लास्टमा यही ब्याग मैले फर्स्टमा देखाएको थिएँ, यो ब्याग चाहिँ हामी सबै चिजलाई गम गुमारेर ट्याक्क बन्द गर्न सक्ने खालको छ। अर्को क्यामेरा ब्याकप्याक पनि लिएर आएको छु। क्यामेरा लेन्सहरु हालेर हिँड्नलाई एउटा ब्याकप्याक चाहिँ एकदमै इम्पोर्टेन्ट हुने गरेकोले मैले यहाँ ब्याकप्याक पनि लिएर आइसकेको छु। यो ब्याकप्याक रहेको छ बेन्ड्रोको। यसलाई हामीले साइड ब्याग स्टाइलमा पनि बोक्न मिल्छ नि त हैन, यसरी ह्यान्डमा मात्र बोक्न नमिल्यो, यसरी हामीले यसलाई साइडबाट पनि बोक्न मिल्यो। सो यस अहिलेको लागि मलाई यही सानो ब्यागै ठिक लाग्यो, त्यही भएर मैले सानो नै लिए। अब भोलि पछि जब बढ्दै जान्छ लेन्सहरु त्यतिखेर चाहिँ अब्भियसली वी निड बिग ब्याकप्याक। सो यही छ एउटा। अनि अर्को भनेको जुन मैले तपाईहरुलाई चार्जर देखाइसकेको थिएँ नि, त्यसको लागि ब्याट्री चार्ज गर्नको लागि त हामीलाई चाहिने ट्विन चार्जर जुन चाहिँ मैले प्रो क्यूब 3 हानेलको लिएर आइसकेको छु ब्याट्री चार्जर। अब क्यामेराबाट पनि डाइरेक्ट चार्ज गर्न सक्नुहुन्छ तपाईहरुले, तर मलाई चाहिँ अब सधैँ क्यामेराबाट चार्ज गर्नुभन्दा चार्जर एउटा अलग ल्याएर यसलाई चार्ज गरौँ भनेर कि, मतलब सजिलो हुन्छ नि त, एउटा क्यामेरामा राख्यो अनि अर्को यसमा राख्यो या त दुईटै यसैमा राखेर चार्ज गरे पनि भयो। सो यस मैले चाहिँ यो लिएर आएँ अनि बक्सै के ज्यादा त्यो भयो चार्जर जुन चाहिँ म यसमा चार्ज गरेर ब्याट्री यहाँ अलैदा हाल्ने हो कि यसरी हैन। एन्ड आई लाइक दिस सो मच। सो पछि युज भएपछि थाहा हुन्छ है। And finally, last but not the least, here is the tripod. Oh, कति बार यो tripod पनि मैले लिइसकेँ because I shoot my video alone. यो tripod चाहिँ हाम्रो रहेको छ T980 photo and video tripod with maximum load 11.0 lb. It means 5 kg. अनि अर्को maximum height यसको रहेको छ 66.6 inch. It means 1691 mm. Folded length यसको रहेको छ 26.6 inch. And weight मा भन्नुपर्दा यो 4.3 lb. 1.97 kg. So it's something nice. Oi! Oh no! Yeah. भारी छ। मेरो हात गयो। Nice. It's nice as well. It's very happy. Happy पनि एकदमै ज्यादा छ है। ल है साथीहरु, यही हो मेरो चाहिँ सबै ओभरअल सामान। मैले सबैको बक्स डाङडुङ फ्याकेर यति मात्र देखाइराखेको छु अनि here you can see clearly each and every small thing. So guys, yes, finally हाम्रो अनबक्सिङ ब्लग चाहिँ यही सकिन्छ। तपाईहरुलाई मेरो क्यामेरा कस्तो लाग्यो? आशा छ तपाईहरु सबैजनालाई मन पर्यो होला जस्तो कि मलाई मन परेको छ है। अनि म त धेरै एक्साइटेड छु अब यो क्यामेरा चलाउन। अहिले त ब्याट्री भएन, त्यही भएर मैले तपाईहरुलाई देखाउन पाइन हैन। ठिकै छ कि छैन। जस आफूले ड्रिम गरेको थिए नि त्यो क्यामेरा चाहिँ मैले आज ग्र्याब गरे एन्ड आई एम भेरी ह्यापी। ओके फ्रेन्ड, आजको लागि चाहिँ यति नै है। हाम्रो क्यामेराको सारा अनबक्सिङ भइसक्यो। क्यामेराको साथ अरु सबै थुप्रै सामानको पनि हामीले अनबक्सिङ गर्यौं जुन चाहिँ क्यामेराको लागि नेसेसरी छ। सो यस, यति भन्दै चाहिँ म अब यो ब्लग यही एन्ड गर्न चाहन्छु। होप यु गाइस लाइक एन्ड एन्जॉय द वे आई डु। गाइस मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद एन्ड धेरै माया। यति भन्दै म चाहिँ अहिले बिदा हुन चाहन्छु। सी यु अन द नेक्स्ट ब्लग। तबसम्म keep loving and keep watching. Bye.